साथीहरू यो चाहिँ सुन्तलो 4 वर्षको भयो। यो अहिलेबाट फल्न नि सुरु गर्यो। यो पहिलो उत्पादन यसको बिक्री नि गर्यो। अनि यो सुन्तलो चाहिँ तपाईँको लागेको 3 वर्षमा नि फल्ने गर्छ। 3 वर्षदेखि 4 वर्षको बिचमा फल्छ। राम्रो मलजल पायो भने चाहिँ तपाईँको 3 वर्षमै फल्छ। यसको चाहिँ हेर्नु न यता काँडा कस्तो छ। यो काँडाहरू चाहिँ तपाईँको सुरुमै व्यवस्थापन गरिदिने हो नि। पछिबाट यो 7-8 वर्ष 9-10 वर्षको हुँदा यसलाई टिप्नलाई माथि पुग्छ नि। अहिले मैले माथि ठुलो बुटाहरूमा जाँदाखेरि समस्या देखिन्न कि। त्यही फरक हो यो काँडा काट्नुको उद्देश्य भनेको। पछिबाट यो बुटो ठुलो हुँदै जान्छ अनि यिनी काँडा चाहिँ तपाईँको यो हाँगो त माथि जान्छ। अनि त्यही भएर माथि जाँदाखेरि यत्रो काँडाले गोब्ने डर भइहाल्छ। त्यही भएर यसको चाहिँ सानैमा 3-4 वर्षको बाटै यसरी मिलाउँदै जाने भने यसले उत्पादन नि राम्रो दिन्छ। यस्तो छ हेर्नु त काँडा पुरै के भन्ने काँटी जस्तो छ। यो पुरै पिन जस्तो। यसले गोब्यो भने त तपाईँको कामै छैन। अब यो बारीहरूमा त उछिटिन्छ तर हाम्रो यो बाटो छ बारीमा नि, हामी त्यही बाटो हिँड्छौँ। त्यही भएर यसरी काँडा काट्ने व्यवस्थापन गर्ने चाहिँ गर्नुपर्छ। यसले हामीलाई नि फाइदा गर्छ। बाली नानी राम्रो हुन्छ बोट बिरुवा।